हेलो गाइस, सबैजनालाई नमस्कार। आज साउनको 15 गते हजुरहरूले खिर खानुभयो त? खानु चाहिँ डेरीमा दुधै नपाएर है त्यस्तै रह्यो। अनि अहिले साँझतिर बनाएर खाँदैछौँ। अनि त्यसको लागि मैले ड्राई फ्रुट्सहरू काटेँ। मैले भन्नाले पनि दुईवटा साली बनाएर लाएर मजाले काट्नु हो। अनि त्यसपछि आफै बनाउँछु भनेर मैले सिर्जना गर्दा पनि भएको छ। अनि त्यसपछि यहाँ दुध बनाएर राख्नुहुन्छ, दुध उम्लिन्छ मजाले यहाँ पाक्छ। अनि यताउति फेरि हामीले बसालेको चामललाई यसरी भुट्ने, रातो हुने गरेर भुट्ने। अनि त्यसपछि उमालेको दुधलाई त्यसमा खनाउने अनि घसी पकाउने। पाकिसकेपछि अनि ड्राई फ्रुट्सहरू हालेर राम्रोसँग मजाले पकाउने। अनि हजुर भन्नुहोला कुकरमा के पकाउनु भएको छ भनेर। अनि भाँडा नभएको हुनाले अनि यस्तै हो, रुम लिएर बसेपछि भाँडा पनि थिएन। अनि त्यसपछि केमा पकाउँ भन्ने भयो। अनि त्यसपछि हामीले कुकरमा नै पकाइदिउँ। कस्तो लाग्छ त भन्नुहोला, सुझाव दिनुहोला। लाइक कमेन्ट सेयर फेभरेट गरिदिनु होला, साथ दिनु होला। हस्, धन्यवाद।